आज चाहिँ मलाई लास्ट रिस उठाएको छ भनौँ कसैलाई के भन्ने होइन किन भनेदेखि 12 बिहान 11 बजेदेखि राति 11 बजीसम्म 12-13 घन्टा ड्युटी गरेर अनि यसो हाम्रो राजेश दाईको मुभी हेर्न जानु पर्ला नरसिंहा भन्ने भनेर सोचिरहेको थिएँ होइन नाइट सो नै लागिरहेको छैन रहेछ क्या अब पहिला योभन्दा पहिलाको विराज भट्टको यो 12 गाउँ भन्ने मुभी अनि त्यसपछि दया हाङराईको गाउँमा आएको बाटो भन्ने यस्तै मुभीहरू त चलिरहेको थियो अनि अब के भन्ने अब दिउँसो जाउँ ड्युटीले नभ्यो भने राति जाउँ नाइट सो नै नलाग्ने होइन नाइट सो मुभी नराख्नु चाहिँ किन हो के कारणले नाइट सो नभएको कुरा नै बुझ्नै गाह्रो छ यो देश विदेशमा यस्तै ठुला कलाकारहरूको मुभी चाहिँ नि रातिको नाइट सो पनि राख्ने भए पो अलिकति राम्रो हुन्थ्यो त होइन किनभनेदेखि ड्युटी सकेर रातिको सो हेर्न जाने मान्छेहरू पनि हुन्छ नि त थुप्रै तर कसम होइन के भन्ने क्या झन् कहिलेदेखि भिडियो बनाएर बसिरहेको थिएँ मलाई थाहा छ हाम्रो राजेश दाईको नरसिंहा भन्ने फिल्म हेर्न जानु पर्ला सबैजना हेर्न जानु भनेर भिडियो बनाउँदै बसेको त यात्राको हेर्न जानु डेमा दिउँसो चाहिँ टाइम नमिल्ने आफ्नो ड्युटीले गर्दाखेरि राति चाहिँ सो नै नलाग्ने थट झन् कस्तो एक्साइटेड भइरहेको थियो क्या किन भनेदेखि राजेश दाईलाई चाहिँ नि ठुलो पर्दामा देख्न पाउने भयो भनेर यस्तो सोचमा खुसी लागिरहेको थियो होइन यात्राको पाउनु गाह्रो छ जानु पर्यो रुमतिर